टाइम फार्मास्युटिकल्स लिमिटेडले चाहिँ बुक बिल्डिङ मेथडबाट आइपिओ निष्कासन गर्दैछ र यो बुक बिल्डिङ मेथडबाट मूल्य कसरी निर्धारण हुन्छ, अब पब्लिकले हामीले चाहिँ कतिमा किन्न पाउने त भन्नुहुन्छ भने टाइम फार्मास्युटिकल्सले चाहिँ केही दिन अगाडि संस्थागत लगानीकर्ताका लागि यो सेयर चाहिँ बोल कबोल मार्फत बिक्री गरिसकेको छ, जसमा संस्थागत लगानीकर्ताका लागि प्रति किताब 500 रुपियाँ पर्न गएको छ। अब धितोपत्र बोर्डको नियमअनुसार चाहिँ संस्थागत लगानीकर्तालाई जतिमा दियो त्यसको 10% छुट दिएर चाहिँ पब्लिकलाई सेयर बेच्नुपर्ने हुन्छ। भनेपछि अब 500 रुपियाँ संस्थागतलाई पर्यो, त्यसमा 10% छुट दिँदाखेरि 450 रुपियाँ हुन गयो। अब 450 प्रति किताबमा चाहिँ सर्वसाधारणका लागि यो सेयर बिक्री हुन्छ। योभन्दा अगाडि पनि रिलायन्स स्पिनिङ मिल्सको चाहिँ प्रति किता 820 रुपियाँमा आएको थियो, अनि त्यतिखेर पनि 50 किताको लागि आवेदन दिनु परेको थियो र त्यस्तै गरेर अहिले पनि अब टाइम फार्मास्युटिकल्सको आइपिओमा चाहिँ 50 किताको लागि आवेदन दिनै पर्नेछ भनेपछि 450 मूल्य 50 किता आवेदन दिनै पर्यो भनेपछि 22,500 रुपियाँ चाहिँ तपाईँले रेडी गरेर राख्नुपर्ने हुन्छ। सर्वसाधारणका लागि चाहिँ टाइम फार्मास्युटिकल्सले 6,51,900 किता आइपिओ निष्कासन गर्दैछ। अब कम्पनीले चाहिँ सेबोनमा आवेदन दिन्छ, आवेदन दिएपछि त्यहाँबाट एप्रुभ भएपछि बल्ल हामीले भर्न पाउने हो यो सेयर। र यो सेयर फरक के त भन्दाखेरि अब अरू सेयर 100 रुपियाँमा पाइने भयो, यसमा अब मूल्य तोकेको अनुसार जस्तै 450 रुपियाँ तिर्नुपर्ने भयो। फरक त्यति मात्रै हो, तपाईँले मेरो सेयरबाट यो आइपिओ भर्न सक्नुहुन्छ। त्यस्तै गरेर लिस्टिङ हुने बित्तिकै बेच्न सक्नुहुन्छ है त।